चोकाउनु लाग्यो आमा र ठुले बाबा जति लाग्यो ठुलो बाबा चाहिँ गाडी कुदाउँदैछ ठुलो आमा र मेरो छोरो चाहिँ अगाडि बसिरहेको छ रमाइलो गर्दैछ मजा लिँदै भन्नु छैन सानो सोले वर्ष भेना सक्यो मान्ने यहाँ चाहिँ आत्महरण उनीहरूको पैसा यहाँ तल रत्नचोकमा किमा नुडल ग्याममा खाइदिएर हिँड्ने गयौँ हामी आसन भाइ त आसन भाइ त एक्लै बिचरा कतिखेर आउँछ आसन भाइ चाहिँ कतिखेर आउँछ 6 बजे 6:30 बजे हामी चाहिँ लिङ्गाबार आइपुगिसक्यौँ यहाँ आमा छोरा चाहिँ अगाडि उठेर यहाँ छ ल हिँड्नु छोरो आमालाई आमालाई हेलो भन्नु सानो उसको बाबा चाहिँ पार्किङ हिँड्न अगाडि सानो सानो उता आमालाई खै हाई गरिदिएको हाई नगर्ने हाई गर्दैछ पछाडि हो पछाडि पो गर्छ हाई हाई गर्दै पापा आउँछ बाबा भन एउटा पिरालो बजु गरिरहेको गर्नुको लागि हेर्दैछ के खान्छु भनेर पल्टाउँदैछ यो खाने भन्दैछ हाम्रो चाहिँ यो हेर्नु सानो चाख्नु खाउँछ होइन मिठो छ हेर्छ रेकर्ड भिडियो मात्रै गरेको खाना खा भयो होइन रेकर्ड गरेर अब वाचिकापछि हाम्रो चाम्रे सेट आएको छ त्यसमा चाहिँ चटपटे स्पाइसी चटपटे कस्तो छ भन्नुहोस् त गगन चामलिङ थाहा पाउनु छोड्नुभयो भन्नु न हौ कस्तो छ चटपटेको टेस्ट मिठो छ यो चटपटे यो चाम्रे सेट कोक अब हामी टेस्ट गर्छौँ अनि तपाईँहरूलाई भन्छौँ है बाबा आउँछ बुङ हुन्छ हाम्रो अन्त बहिनीले चटपटे टेस्ट गरेर अब भन्छ कस्तो छ त अन्त बहिनी लिङ्गबारीको चटपटेको टेस्ट लिङ्गबारी हो कि लिङ्ग हो म त फर्स्टचोटि आएको मलाई त केही थाहा छैन है अनि अब चाम्रे सेट टेस्ट गरौँ है कस्तो छ खोइ बाबा बुङ हुन्छ त्यस्तो वाउ भन्ने त रहेन रहेछ ठिकै ठिकै रहेछ बेम्बोमा है बेम्बोमा एउटा बिल गरेर आउँदैछु अब हामी घर गएको हाडी निरो हेलो खै जिवा गरेको सानो अब बुमबुममा जाने खै बुमबुम अब पानीको बाई बाई तिमी त्यहाँ बस्ने ल आरिन टाटा या यहाँ पनि खोलेको छ फेरि के हो यो पहिल्यैदेखि अब
गर्दैछु। अब नेक्स्ट भिडियोमा भेट्नेछौँ।